मर्निङ के छ बाफरे माथिबाट चढी आएको हेलो गुड मर्निङ पानी खान तयार छ सबैजना तिर्खाले सार पर्यो ओलो वाउ तल झरा पानी पिउनु तल झरा अब पानी दिन्छु है त न ल हेर मार्यो अब यो पानी सबै पिसाउने त्यस पछाडि मात्रै तिमीहरूले दाना पाउँछ है पानी पियो 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 ए के हेरी बसेको पानी पिसाउने अनि मात्रै दाना खाने खै पानी पिएको तिर्खा लागेन हेर्नु होला कुखुराले चाहिँ घाँस दिएको छ घाँस दिने अनि हल्का हल्का दाना दिने दिनभरि पानी नपरेको बेला छोडिदिने यी घाँस खान्छन् खोर्सानी चाहिँ रातो रातो भइसक्यो एउटा बोटमा 22वटा भन्दा चाहिँ कम छैन एउटा बोटमा यतिमा हेर्नु है मजाले पाकिरहेको छ यहाँ हेर्नु होला 22वटा भन्दा कम त छँदै छैन मेरो धुपी पानीबाट अलिकति राम्रो देखिरहेको छ है यता पनि छ माथि देख्नु भएको छ माथि यहाँ मजाले पाकेछ त्यही नजिक गएर देखाउँछु है तपाईँले ल यो चाहिँ मजाले पाकिसक्यो है अब 4-5वटा मात्रै पाक्नु बाँकी छ नभए सबै पाकिसक्यो खोर्सानी रुचिकारहरूको लागि यो तपाईँले यसरी गमलामा रोप्नुहोस् घरमा खानु चाहिँ टन्न हुन्छ है टिप्दै खाँदै गर्न हेर्नुहोस् यो चाहिँ सँगैको यो चाहिँ हरियै छ यो चाहिँ पाकिसकेको छ यो फाल्टो रहेछ यो चाहिँ लामो लामो छ यो चाहिँ डल्लो होला म आफैलाई नि थाहा छैन के खालको के ल हेर्नुहोस् है खोर्सानी रुचिहरू सबैले हेरिदिनु होला तारे भिरको एक झलक हेर्नुहोस् है आज मौसम एकदम राम्रो छ राम्रो मात्रै देखाउनु हुँदैन कि नराम्रो देखाउनु पर्छ है हेर्नु त यो चाहिँ मऱ्यो के यसरी के भयो यो माटो राम्रो भएन छ यो चाहिँ मऱ्यो जोक्कु चाहिँ जोक्कु